स्वागत छ तपाईहरुलाई म कालीको ब्लगमा तपाईहरुलाई म मनदेखि नै स्वागत गर्छु अनि म तपाईहरुलाई एउटा जानकारी दिन चाहन्छु मेरो च्यानल छ युट्युबमा काली ब्लग भनेर त्यसमा गएर तपाईहरुले माया गरिदिनु होला म धेरै मान्छेहरुले मलाई राम्रो छैन काली छ यस्तो यस्तो भनेर भन्नुहुन्छ मेरो मन दुख्दैन हो म त्यस्तै छु मलाई केही दिक्कत हुँदैन अनि अर्को कुरा चाहिँ के हुन्छ भनेपछि धेरै जसो मैले नोटिस गरेको छु के मेरो बुढाको पनि भिडियोहरुमा गएर कमेन्ट गर्नुहुन्छ तिम्रो बुढी काली छ तिम्रो बुढी यस्तो छ उस्तो छ मलाई दुःख लाग्दैन मेरो बुढाले मलाई काली भन्नुहुन्छ मायाले जहिले पनि मलाई मायाले नै भन्नुहुन्छ म काली छु भनेर भन्नुहुन्न किनकि म काली छु भनेर उहाँले काली भनेर हेप्न खोज्नुहुन्न मलाई धेरै राम्रो लाग्छ उहाँले जुन दिन मलाई काली भनेर बोलाउनुहुन्न मेरो त खाना पनि पच्दैन त्यस्तो छ त्यही भएर तपाईहरु मन नदुखाउनु होला अनि म तपाईहरुलाई एक कुरा भन्छु अनि जे जति पनि अहिले योले बोले नि सबै मैले सिकाएको स्क्रिप्ट हो कस्तो लाग्यो मेरो मजाक हैन उसले आफैले मनदेखि बोलेको हो सबैजनालाई यो युट्युब च्यानललाई हैन सब्स्क्राइब गरिदिनु होला उले चाहिँ युट्युबमै बढी गरेर भिडियो हाल्ने गर्छ त्यही भएर के धन्यवाद थ्यांक यू सबै जनाहरुलाई म नेक्स्ट अब सधैँ ब्लगिङ लिएर आउने गर्छु राम्रो राम्रो केही कुराहरु कानी गर्ने छु तपाईहरुसँग सो तपाईहरु गएर माया गरिदिनु होला मेरो च्यानलमा यहाँ म देखाइदिन्छु तपाईहरुलाई मेरो च्यानलको अनि धेरै धेरै धन्यवाद भेटौँला अर्को ब्लगमा राखिदिउँला भेटौँला अर्को ब्लगमा हाम्रो सानो फ्यामिली छ म मेरो बुढा अनि मेरो दुई छोरा हाम्रो फ्यामिली सानो छैन यसको हाइट सानो छ अनि अर्को कुरा हाम्रो बच्चा सानो छ म त यही उहाँ त लामो हुनुहुन्छ म मात्र हाइट सानो भयो ओके थ्यांक यू सबैजनाहरुलाई भेटौँला नेक्स्ट ब्लगमा बाइ बाइ टेक केयर